को मुटुको चाल गडबड छ तपाईँको भनेर भन्नुहुन्छ नि डाक्टर साहबले कहिलेकाहीँ गएर चेक गराउँदाखेरि। त्यो भनेको कस्तो भन्दा धेरै किसिमको हुन्छन् मुटुको चाल गडबड हुने कन्डिसनहरू। एउटा भनेको सबभन्दा कमन भनेको त्यसलाई एट्रियल फिब्रिलेसन भन्छ कि। त्यो भनेको मुटुको 4वटा कोठामध्ये माथिल्लो कोठाले चाहिँ जसरी पम्प गर्न पर्ने हो, जुन तरिकाले टुकटुक 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 यस्तो हुन पर्ने हो, त्यस्तो चाहिँ हुन्न कि, त्यो बिग्रिया हुन्छ कि। त्यो चाहिँ अनि टुक 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 यस्तो हुन्छ कि। त्यो भनेको चाहिँ मुटुको चाल गडबड भएको हो। यो किन खतरनाक छ भन्दाखेरि चाहिँ यस्तो चाल बिग्रियो भने मुटुको कोठाहरूमा रगत जम्न सक्छ कि। त्यो रगत जम्यो भने अनि देब्रेपट्टिको मुटुको कोठाले पम्प गर्दाखेरि त्यहाँबाट उछिट्यो भने त्यो दिमागमा जान सक्छ कि। दिमागमा गएर त्यहाँको रगतको नसामा गएर यदि जम्मा भयो भने त त्यसले त रगतको बाटो त थुनिदिने भयो। त्यसो भएपछि अनि तपाईँको पक्षघात हुन्छ कि, भन्छ नि प्यारालाइसिस भए, एकातिरको धर चले छैन, बोलिलर भइरहेछ, बोल्न नसक्ने भएको छ भनेर, हो त्यस्तो गराउन सक्छ त्यो मुटुको चाल गडबड भयो भने। त्यो आफूलाई चाहिँ मुटु ढुक 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 अथवा चाहिँ ढुक 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 यस्तो भइरह भने चाहिँ गइहाल्नुपर्छ अस्पताल। अनि एउटा इसिजी गर्ने, मुटुको भिडियो एक्सरे गर्ने, अनि त्यसबाट लगभग थाहा हुन्छ। यदि थाहा भएन भने एउटा होल्टर मोनिटरिङ भन्ने हुन्छ, त्यो तपाईँलाई मुटुकोमा पुरै लिड्सहरू जोडेर अनि घरै पठाइन्छ। 24 घन्टासम्ममा त्यसले रेकर्ड गर्छ मुटुको कुनै नराम्रो चालहरू आएको छ कि छैन भनेर। अनि त्यो अनुसार हामीले चाहिएको कन्डिसनमा त्यसलाई उपचार गर्न सकिन्छ है।